हेलो साथीहरू, गुड इभिनिङ छ सबैजनालाई। आज चाहिँ म तपाईहरुलाई सेलरोटी र आलुको तरकारी बनाउन सिकाइराखेको छु है साथीहरू। मैले चाहिँ सबैभन्दा अगाडि चाहिँ सेलरोटीको लागि चाहिने एउटा ठुलो भाँडामा चामलको पिठो राखेँ र त्यसमा मैले अलिकति मैदालाई पनि एड गरेँ है साथीहरू। अनि मैदा एड गरिसकेपछि चाहिँ अब हामीले रोटी राम्रो र रोटी फुलाउनको लागि चाहिँ मैले थोरै सोडालाई पनि एड गरेँ है साथीहरू। सोडालाई एड गरिसक्यो अनि त्यहाँबाट पछि मैले त्यसमा 2 चम्चा घिउ पनि हाले। लोकल भैँसीको घिउ है, यो चाहिँ 2 चम्चा हाले। अनि मैले त्यसलाई घिउ हालिसकेपछि त्योभन्दा अगाडि मैले चिनी हालिसकेको छु है साथीहरू। चिनी चाहिँ अगाडि नै हालिसकेको भएर मैले अब त्यो भन्न भएन। अनि त्यो मैले घिउलाई पुरै मिक्स गरेँ। घिउ चाहिँ अलि साह्रो भएको कारण, जमेको भएको कारणले अलि मलाई उ भएछ। अनि त्यहाँबाट मैले त्यो पिठोलाई पानी हालेर मुचुक पारेर मुसे साथीहरू। मुसे अनि मलाई अलिकति पानी नपुग्ने जस्तो लागेर मैले फेरि पानी थपेर त्यसलाई मुसे। अनि हामीले पिठो मुसिसकेपछि चाहिँ यसलाई चाहिँ पिठो रेडी हुन लागिसकेको छ साथीहरू। पिठो रेडी हुन लागिसकेको छोपेर राख्यो भने चाहिँ राम्रो रोटी राम्रो बन्छ। अब चाहिँ रेडी भइसकेको छ, पिठो मुसेर रेडी भइसकेको छ। अब यसलाई चाहिँ हामीले 2 घण्टा अथवा 3 घण्टाको लागि राख्नुपर्छ। राख्यो भने चाहिँ राम्रो हुन्छ, रोटी राम्रो बन्छ अरे भनेर मैले चाहिँ अब मुसिसकेको पिठोलाई चाहिँ मैले अब त्यो भाँडामा माथिबाट ढकनी लाएर मैले चाहिँ राखेँ। अनि त्यहाँबाट चाहिँ मैले सुरु गरेँ साथीहरू आलु तरकारी। अब आयो आलु तरकारी तर्फ मैले अब कुकरमा 4-5 आलुलाई राखेँ। दुई आलु धुइसकेपछि मैले चनालाई पनि हाल्दिए, चना मटर हाल्दिए। त्यसलाई पनि एड गर्दै एकैचोटि एड गरिसकेपछि त्यसलाई अलिकति मैले पानी अनि अलिकति नुन हालेर एड गरेर त्यो आलु र कुकरमा सिटी आगो बालेर र मैले ग्यासमा आगो पनि हाल्दिए। ग्यासमा आगो लगाएर मैले त्यो कुकर आलुलाई बसाल्दिए। अब चाहिँ हामी सिटी लागेको वेट गरिरहेछ है साथीहरू। अब हामी लागौँ अर्को तर्फ। अनि मैले अब त्यो आलु तरकारीको लागि एउटा प्याज र 2टा टमाटर अनि लसुनको पत्तालाई पनि राखेको छु है साथीहरू। अनि अब हाम्रो आलुमा चाहिँ अब सिटी पनि लाग्यो सिटी। अनि मैले 4-5 सिटी लाएँ है साथीहरू। अब मैले अब कटिङ तर्फ मैले सुरुमा काटेँ प्याजलाई पनि मैले मजाले काटेँ। काटिसकेको प्याजलाई मैले चाहिँ अब एउटा भाँडामा हालेँ साथीहरू। अब चाहिँ म काट्न लागिरहेको छु धनिया पनि चाहिन्छ। धनिया चाहिँ लास्टमा तरकारी पाकिसकेपछि लास्टमा हाल्नुपर्छ है साथीहरू। धनियालाई पनि मैले कटिङ गरेँ। त्यसपछि मैले काटेँ टमाटर। 2टा टमाटर थियो, टमाटरलाई मैले काटेँ साथीहरू। टमाटरलाई पनि एउटा एक ठाउँमा राखेँ मैले। त्यसपछि काटेँ लसुनको पत्तालाई पनि मैले काटिसकेको छु है। काटिसकेर मैले यता एउटा भाँडामा राखिसकेको छु। अब चाहिँ हामी त्यही पाकेको आलुलाई अब हामीले बोक्रा फाल्न गइरहेको छु। मैले चाहिँ आलु पाकेर पनि मैले बोक्रा फालिरहेको छु है साथीहरू।
रेडी भइसक्यो छ काटिओरी। अब चाहिँ मैले पकाउनको लागि ग्यासमा आगो बाले। त्यसपछि मैले कराईलाई बसाले। कराई तातो भइसकेपछि मैले तेल हालिसकेँ साथीहरू। तेल हालिसकेँ अनि मैले त्यसमा राखेँ मेथी। मेथी पाकिसकेपछि मैले त्यसमा राखेँ तेजपत्ता र जिरा अनि खुर्सानीलाई पड्काएँ साथीहरू। अनि त्यसपछि अब रातो रातो भइसकेपछि मैले त्यसमा राखेँ प्याज। प्याजलाई पनि हामीले 2-3 मिनेट पकाउनुपर्छ साथीहरू। गोल्डन कलर भइसकेपछि चाहिँ अनि मिठो हुन्छ त्यो। अब सेतै प्याज काँचै प्याज त राम्रो हुँदैन, त्यही भएर गोल्डन कलर भइसकेपछि राम्रो हुन्छ। अनि मैले त्यसमा हालेँ 1 चम्चा नुन, आधी चम्चा बेसार, अनि त्यसपछि मैले राखेँ खुर्सानीको धुलो अनि मिक्स मसला जिरा मसलालाई हालेँ। त्यसपछि मैले चलाएँ साथीहरू। चलाएँ र प्याज पनि धेरै भइसकेको छ, मसलाहरू पनि अब पाकिसकेको छ भनौँ। तेल तातिसकेको थियो नि त साथीहरू, त्यही भएर अब मैले त्यसमा हालेँ भिजाएको केराउलाई। अघि आलुसँगै उसिनेको थियो मैले त्यसलाई, अनि मैले हालेँ केराउ। यसलाई पनि अब 3-4 मिनेट पकाउनुपर्छ साथीहरू। अब चाहिँ हाम्रो लसुन टमाटर हालेँ मैले। टमाटरलाई पनि मैले एड गरिसकेँ। अनि हामीले 1-2 मिनेट फेरि पकाउनुपर्छ साथीहरू। टमाटर पाकिसकेपछि चाहिँ हामीले अघि उसिनेर राखेको काटेर चप गरेर राखेको आलुलाई पनि हाल्नुपर्छ साथीहरू। आलुलाई मैले राखिसकेको छु कराईमा। हेर्नुहोस् त साथीहरू, कति राम्रो कलर आइसकेको छ। हेर्दै खाउँ लागिसकेको छ है साथीहरू। अब चाहिँ आलु र टमाटर अनि केरो पनि पाकिसकेको छ। त्यसमा मैले अब चाहिँ राख्न लाग्छु है साथीहरू। अब हरियो धनियाँको पत्ता पनि राखिसकेँ है साथीहरू मैले। अनि अब यसलाई एकछिन 1 मिनेट जति पकाउनु पर्छ। अब चाहिँ हाम्रो आलु तरकारी रेडी हुन लागिसकेको छ है। लास्टमा चाहिँ हामीले पाकिसकेपछि चाहिँ त्यसमा चाहिँ अघि काटिराखेको धनियाँलाई पनि हामीले लास्टमा राख्नुपर्छ है साथीहरू। पाकिसकेको छ। यो चाहिँ अब अलिकति नुन नपुगेको जस्तो लागेर मैले पछि फेरि नुन थपेको है साथीहरू। पोख्यो। अब चाहिँ हाम्रो आलुको तरकारी पनि रेडी भइसकेको छ। अब रेडी भइसक्यो। अब रेडी भइसकेपछि चाहिँ मैले त्यसमा माथिबाट अब हरियो धनियाँलाई पनि छर्किदिएँ साथीहरू। अनि मैले पाकिसकेपछि ग्यासलाई मारिदिएँ। अब सुरु भयो रोटी तर सेलरोटीतर्फ। सेलरोटीको लागि अब मैले एउटा पेन तताएँ। पेन तातिसकेपछि मैले सनफ्लावर भन्ने तेल हालेँ साथीहरू। अनि तेललाई अब सर्लक्क मजाले तेल पाकिसकेपछि मैले रोटी हालेँ। यस्तो भयो मैले बनाएको रोटी। तर फर्स्ट टाइम बनाएको भएर होला साथीहरू अलिक कस्तो भयो। अब खाँदाखेरि चाहिँ कस्तो हुन्छ थाहा छैन। जस रोटी चाहिँ राम्रै देखाएको छ है साथीहरू। रोटी भइसक्यो। हेर्नु तरकारी रोटी रेडी भइसक्यो। अब चाहिँ हाम्रो चाहिँ अब खानेतर्फ लाग्दैछौँ है। अब भाउजूहरू हुनुहुन्छ, म छु। अब हाम्रो भाउजूहरूले चाहिँ सुरु गर्न लाग्छ। कस्तो छ भाउजू? ठिक छ? राम्रो छ? यो चाहिँ अघि बनाएको खाजा है, हामीले खाइरहेको छौँ।